सबैजनामा नमस्कार। आज 2082 साल असोज महिनाको 28 गते र आज लोकसेवा आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको परीक्षा मिति सार्वजनिक गरेको छ। त्यसैको सूचनासँग सम्बन्धित विभिन्न कुरा जानकारी लिएर उपस्थित भएको छु। मेरो नाम हो मनोहर झा। तपाईहरु सुन्दै हुनुहुन्छ स्मार्ट जीके। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले 2082 साल असार महिनाको 27 गते विज्ञापन गरेको थियो र ट्याक्कै 3 महिनापछि के भयो त आज मिति सार्वजनिक भयो, परीक्षा मिति। र यो परीक्षा मिति सार्वजनिक हुनु आज 3 महिनाको कारण के भयो? बीचमा आन्दोलनहरूको अवस्थाले र परीक्षा मिति सार्वजनिक भइसकेको छ। यस सम्बन्धी जानकारी म अझ गराउँछु, साथै सिलेबसहरू पनि तपाईहरुलाई भन्ने छु, कसले कतिमा भर्नु भएको छ र कति सजिलो छ यसको अन्य बैंकिङसँग तुलना गरेर, लोकसेवासँग तुलना गरेर पनि भन्ने छु। त्यो भन्दा पहिले मलाई किन फलो गर्ने, मेरो भिडियोलाई फलो गर्नुस् भनेर भन्छु। त्यसको लागि म एउटा नमुना र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको परीक्षा मिति कहिले हुन्छ भनेर मैले जानकारी गराएको आज भन्दा 4 दिन पहिलाको भिडियो तपाईहरुलाई एकैछिन देखाउने छु। असार महिनामा खुलेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा फारम भर्नु भएको थियो। अझै समय बाँकी छ तपाईसँग। दशैं सक्यो, तिहार अब 2-4 दिनपछि सकिनेछ र तपाई यदि अहिले पनि सोच्दै हुनुहुन्छ परीक्षा कहिले होला भने एटलिस्ट तपाईसँग कार्तिकको पुरै महिना छ। कार्तिक महिनामा परीक्षा हुँदैन। किन नहोला भन्नुहुन्छ भने 15 गते सार्वजनिक संस्थानहरूको चौथो तहको लागि चाहिँ लाइसेन्सको रहेको छ, सो जुदाउँदैन लोकसेवाले। र त्यसपछि जम्मा 2 वटा शनिबार हुन्छ र परीक्षा मिति अहिलेसम्म नतोकिएकोले सम्भवतः मंसिरको पहिलो वा दोस्रो हप्तामा तपाईको परीक्षा होला। त्यसलाई लक्षित गर्दै स्मार्ट जीकेले यही आइतबारबाट नयाँ कक्षा सुरु गर्दैछ। सबै तहको नयाँ कक्षा हुने भएकोले र दशैं तिहारको अफर चल्दैछ, तसर्थ 30% छुट लिनलाई आजै व्हाट्सएप बटनमा मेसेज र फोन कल गरेर कमेन्ट बक्समा आइ एम इन्ट्रेस्टेड लेखेर र नम्बरमा कल गरेर कक्षा लिन सक्नुहुन्छ। न्यूनतम शुल्कमा अधिकतम सर्भिस दिने स्मार्ट जीके तपाईहरुले हेर्नुभयो। मैले अलरेडी भनेको थिएँ कस्तो हुन्छ भने एक्सपिरियन्स म्याटर्स भन्छ क्या जहिले पनि। मेरो यो फिल्डमा तपाईहरुलाई पनि थाहा छ 9 देखि 10 वर्षको एक्सपिरियन्स भइसकेको छ। सो भने अनुसारले तपाईले यदि तयारीलाई फोकस गर्नुभयो भने तपाई राम्ररी गर्न सक्नुहुन्छ। र दोस्रो भिडियोमा मैले भनेको पनि थिएँ लोकसेवाले यही दशैं र तिहारको जुन बीचको ग्यापमा छ यसमा पुरानो मितिहरू सार्वजनिक गर्छ। ल यो भयो किन मलाई फलो गर्ने भन्दा तपाईको तयारी मलाई मात्र होइन, मैले भनेको कुरालाई फलो गर्नु भयो भने तयारी राम्रो गर्न सक्नुहुन्छ। तपाईले पहिले जानकारी हुन्छ र गर्न सक्नुहुन्छ। अब म विशेष गरी यसमा कुरा गर्छु 3 वटाको। एउटा सामान्य प्रशासन अधिकृत 6 को जसको परीक्षा मिति पहिलो हप्ता मैले भनेको अनुसारले नै पहिलो हप्ता मंसिर महिनाको 1 गते 1 बजे र 2 गते 2 बजे भएको छ। र तपाईले यसको यदि सिलेबस हेर्नु भयो भने न एकदमै सजिलो रहेको छ। यदि छैटौं तहमा फारम भर्नु भएको छ भने प्रथम पत्रमा तपाईको खण्ड क ख र द्वितीय पत्रमा खण्ड क र ख गरी 3 वटा खण्ड रहेको छ, जसमा तपाईले व्यापार कम्पनीसँग सम्बन्धित जम्मा यो 4 वटा 3 वटा प्लस तल खाद एन पढ्नु पर्छ। अन्य तपाईले अलरेडी लोकसेवा वा बैंकिङ तयारी गर्दै हुनुहुन्छ भने पनि केही हदसम्म पढ्नु भएको हुन्छ। त्यसपछि खाद्य व्यवस्था रिलेटेड हुन्छन्, यी सबै खाद्य व्यवस्थासँग रिलेटेड। र नर्मली तपाईसँग अहिलेको टाइम हेर्नुहुन्छ भने 40 दिनको समय छ। यसमा यो सिलेबसलाई चाहिँ कभर अप चाहिँ तपाईले राम्ररी नै गर्न सक्नुहुन्छ। त्यसपछि दोस्रोमा जसमा कम्पिटिसन हेर्नुहुन्छ भने उम्मेदवारको संख्या हेर्नुहुन्छ भने 3452 वटा छ। 3452 जनाले फारम भर्नु भएको छ। त्यस्तै तपाईको सातौं तहलाई हेर्नुहुन्छ भने 956 जनाले र राम्रै सिट खुलाएको थियो। तपाईहरुलाई उत्सुकता होला कति सिट छ बिर्सिनु भएको छ भने त्यो पनि म जानकारी गराउने छु। हेर्नुस् त सातौं तहको लागि 5 जना खुल्ला, 1 जना महिला, 1 जना आदिवासी जनजाति, 1 जना मधेसी र 1 जना अपाङ्ग रहेको थियो सातौं तहलाई भने। छैठौं तहलाई त्यस्तै 14 जना जसमा खुल्ला 8, महिला 1, आदिवासी जनजाति 2, मधेसी 2, दलित 1 गरेर टोटलमा 14 जना र 9 जना
गरेर हेर्नुहुन्छ भने तपाईको 23 जनाको 23 जनाको सिट खुलेको छ टोटलमा एज अ होलमा हेर्नुहुन्छ भने 23। अब तपाईले बैंकिङ तर्फ कुनै तयारी गर्दै हुनुहुन्छ 6औं र 7औं को भने त्यसको सिलेबस र यसको सिलेबसलाई कम्पेयर गर्नुहुन्छ भने यदि तपाईले बैंकिङ तयारी गर्न 3 महिना 4 महिनाको समय दिनुहुन्छ भने यसलाई 30 दिनको समय दिए पुग्छ। मैले पहिला पनि भनेको थिए बैंकिङ पढ्ने विद्यार्थीहरुलाई यसमा फारम भर्नु होला, राम्रो जागिर हो भनेर यदि भर्नु भएको थियो भने यसलाई कम्मर कसेर पढ्नुस्, तपाईले सक्नुहुन्छ भन्ने ग्यारेन्टी म लिन्छु। साथै स्मार्ट जीकेले कक्षा गरिरहेको भएको कारणले कक्षा पनि लिन सक्नुहुन्छ। स्मार्ट जीकेले सबै तहको कक्षा गर्ने गरेको हुन्छ। सबै बैंक तथा वित्तीय संस्था होस्, संगठित संस्था होस्, सबैको कक्षा गराउने ठाउँ हो स्मार्ट जीके। अब म 5औं र 4औं तहको कुरा गर्छु जसको एक्ज्याक्टली मैले डेट पनि तपाईलाई भनेको थिएँ, पहिलो र दोस्रो हप्तामा भनेको थिएँ र त्यही अनुसारको हेर्नुस्। यहाँ 4औं तहको लागि टोटलमा 11640 जनाले फारम भरेका थिए। सिट पनि राम्रो छ, यो होइन कि फारम धेरैले भरे भनेर नजानुस्। यतिको राम्रो सिट भनेको फेरि खुल्न गाह्रै पनि हुन्छ। 25 वटा सिट भनेको कम होइन, त्यही भएर त्यति संख्यामा भरेका छन् र यो संख्यामा फारम भर्न मैले पनि मेरा विद्यार्थी बैंकिङ पढ्ने विद्यार्थीहरुलाई पनि मोटिभेट गरेको हुन्छु, किनभने योहरू राम्रो जागिर खान लागि, सुरुवात गर्न लागि, स्टार्टिङको लागि बेस्ट जागिरहरु हो। सो 11000 ले फारम भरेका छन्। तपाईको कम्पिटिटर कति जना होला भनेर गेस गर्न मसँग भन्न चाहनुहुन्छ भने यसमा जम्मा जम्मी 5 देखि 6000 विद्यार्थी छन् जसले चाहिँ यसको राम्ररी तयारी गरेर बस्न खोजिराख्नु भएको होला, तर कसैले पढ्नु भएको छैन होला भन्ने ग्यारेन्टी पनि म लिन्छु है तपाईहरुलाई। सबैले परीक्षा मितिको वेट गरेर बस्नुहुन्छ। सो अहिले नै समय हो र अहिले यसको डेट जुन मंसिरको 5 गते छ, पहिलो हप्ताको अन्तिममा 5 र 6 गते, त्यसलाई तपाईले यदि अब तयारी गर्न खोज्छु भन्नुहुन्छ भने 40 देखि 45 दिन समय छ तपाईसँग अझ पनि, र यो 40 देखि 45 दिनको समयलाई प्रयोग गरी तपाईले सिम्पल सिलेबस छ, सिलेबस पनि एकदम धेरै भइदिएको भए हैन अब नगर्नुस् सक्नुहुन्न भनेर म भन्थे। एकदम सिम्पल, सामान्य ज्ञान लिमिटेड छ जसको लागि तपाई बैंक पढ्नु भएको छ, लोकसेवा पढ्नु भएको छ, त्यहीका कुराहरु छन्, अन्य कहीँका कुरा छैनन् हैन। त्यस्तै तपाईको रिटेन पत्रमा पनि धेरै छैन। गणित सिम्पल, तपाईको यति मात्र गणित पढेर 20 अंकको गणित छ, बैंकिङ पढ्ने विद्यार्थीलाई कति सजिलो। कार्यालय व्यवस्थापनमा हेर्नुस् त यो नपढेको कुनै छ र छैन नि। इंग्लिश र नेपाली दुवैको नोट मेरो पेजमा अवेलेबल छ, तपाई त्यहाँबाट हेर्न सक्नुहुन्छ। त्यस्तै तपाईको एक्टहरु गाह्रो हुन्छ, एक्टमा यस्तो अवस्था छ, कुनै सम्बन्धी तपाईले अप्ठ्यारो पार्ने सिलेबस चाहिँ यहाँ रहेको छैन। सो सक्नुहुन्छ। 4औं र 5औं को सिमिलर जस्तै छ र स्मार्ट जीकेले पुनः भन्छु म कक्षा गराइरहेको छ। कक्षा पनि लिन सक्नुहुन्छ। फुल सिलेबस रेकर्डेड भिडियो छ, पुनः क्र्याश कोर्सको रूपमा पढाउँछ, विभिन्न सर्भिस प्रोवाइड गर्छ एक्जाम हुन्जेलसम्म, तसर्थ आजै कक्षा लिएर पनि अगाडि बढ्न सक्नुहुन्छ। यी दुईटाको मैले कुरा गरे। कम्पिटिटर पनि तपाईको धेरै छैन। 5औं तहमा जम्मा 1838 जनाले फारम भर्नु भएको छ। यो 13 के होला भनेर सोध्न खोज्नुहुन्छ भने यो इन्टर्नल हो है, कन्फ्युज नहुनु होला। सो तपाई 1838 जनामा कम्पिटिसन गर्ने, 1838 जनामा कम्पिटिसन गर्ने सिट कति थियो भनेर सोच्नुहुन्छ भने टोटलमा 7 जना सिट थियो। यही 7 जना सिट यदि नेपाल राष्ट्र बैंकमा खुल्ले हो भने 40000 कम्पिटिटर हुन सक्छन्, 30000 कम्पिटिटर हुन सक्छन्। कृषि विकास बैंकमा खोल्ने हो भने 8000 कम्पिटिटर हुन्छन्। यहाँ कति कम छ। तपाईले राम्रो पढ्नु भयो भने सक्नुहुन्छ भन्ने पूर्ण विश्वास मलाई छ र मलाई फलो गर्नुस्। यसमा कति मलाई भन्नुभएको होला भनेर सोचिराख्नु भएको छ नि। मैले भन्ने कारण के हो भने पहिले प्री जानकारी तपाईहरुलाई गराएको हुन्छु, यो टाइमिङमा खुल्छ है, पढ्नुस्। किनभने मैले एउटा भिडियोमा पनि भनेको थिएँ, कपाल फुलेको मेरो यही लोकसेवाको अन्तर्गतको काम गर्दा गर्दै हो, मेरो दिनभरि कामै यही हो, अन्य केही पनि म गर्दिन। तसर्थ यही अनुसारले तयारीहरु गर्नु होला। यस्तै विभिन्न भिडियोहरु छन्, हेरेर तयारीमा अगाडि बढ्नु होला, तपाई राम्रो गर्न सक्नुहुन्छ। र गुठी संस्थानको सँगै विज्ञापन भएको थियो, त्यसको भिडियो पनि म बनाउने छु भन्दै यो भिडियो यतिकै गर्दै तपाईहरु माझबाट बिदा लिन चाहन्छु। हस्त धन्यवाद।